सो यो मोमोको पट्टी बनाउने तरिका हो. दिस इज हाउ टु मेक अ मोमोको पट्टी. सो अल पर्पज फ्लावरमा यसरी बेल्ने अनि गोलो बनाउने. हियर यु गो. देन मलाई कस्तो बल्ल बल्ल आइडिया आयो कि थोरै एक थुप्पा तेल लिनुहोस् यसरी अनि यसरी ट्याप ट्याप गर्नुहोस् क्या तेललाई अनि यसलाई फर्काउनुहोस् हैन. अनि यसपछि बेल्नुहोस् त कस्तो मजाले बेलिन्छ के यो तपाईलाई प्रब्लम नै हुँदैन. अनि यो गोलो चाहिँ छैन माफ पाऊ है. अब हल्का पर्फेक्सनिस्ट छु म. पर्फेक्ट भन्दा पनि आज मैले ट्राई गरेको है. अब यो भयो मोमोको डो है बेल्ने तरिका. मलाई ठुलो बेलेर काट्नु मन लागेन किन भन्दा त्यो चाहिँ कोही पातलो कोही मसिनो हुँदो रहेछ. अब भयो मोमोको पट्टी हैन. अब फेरि पनि मैले तपाईलाई यसरी थोरै पिठो लगेँ. यो चाहिँ अल पर्पज फ्लावरको पिठो हो हैन. अनि यसलाई हल्का अब अनि यसलाई धेरै चाहिँ नलिनु होला. थोरै लाइक 1 पिन्ची जति यति जति लिनु होला हैन. अनि त्यसपछि यसलाई थोरै अझै चुडी मैले तपाईलाई पातलो बनाउनु छ भने बनाउनुहोस्. डिपेन्ड्स तपाईले कतिको पातलो गर्नुहुन्छ. धेरै पातलो गर्दाखेरि यो चाहिँ चक्किन्छ क्या. यसलाई हल्का ड्याप ड्याप गर्यो हैन. अनि यसलाई यसरी गरेँ बेले सी थोरै तेल नलगाएर बेल्यो भने यसलाई चाहिँ बेलिन्छ के. थोरै बिचमा तेल लाउनु भयो नि कस्तो मजाले बेलिन्छ र छिटो पनि बेलिन्छ. तपाईँलाई झ्याउ पनि लाग्दैन र डङ्ग पनि लाग्छ बनाउनलाई. अब मैले अझै अर्को बनाएर देखाउँछु है त. आज मैले एउटा स्ट्यान्ड लिएर आएको थिएँ अनि त्यसलाई ट्राई गरिरहेको. के भन्छ अरे क्यामेराको स्ट्यान्ड. यो चाहिँ फेरि अर्को आयो हैन. यो ब्रान्डफोर्ड भन्ने ठाउँमा चाहिँ पट्टी किन्ने ठाउँ पाइँदैन. त्यसले गर्दाखेरि हामीले चाहिँ घरमै बनाउनु पर्यो. यस्तो गर्ने अनि मजाले तपाईको र एकतिर मात्रै तेल लाउनु होला बेल्दाखेरि. दुवैतिर लायो भने यो चिप्लिन्छ हैन. यो चाहिँ मैले धेरै ठुलो गराउँदिनँ बिकज पातलो हुन्छ कि यो चाहिँ. यसरी आइसक्यो. पर्फेक्ट चाहिँ छैन अझ. म चाहिँ रोटी बेल्नमा गुड छैन. फेरि यस्तो भयो है. यस्तरी राख्यो. र अर्को भागमा चाहिँ म मोमोको डो कसरी बनाउने भनेर हजुरलाई भन्छु है.